छिटो भात लिएर आइ। ल्याउँदैछु त हौ। अन के साह्रो कराउनु भएको हो? अनि यो ट्वाके झोल के हो? म खान्दै झोल उता ल्याइ। कहिले काहीँ त नि एकान्त ठाउँमा गएर नि कसैले नदेख्ने ठाउँमा गएर बस्नु जस्तै लाग्छ। के गर्नु, फिर्केर आउँदा फेरि घरमा राख्दौ न होला, बास बस्न दिँदौ न होला भनेर मात्रै हो। मलाई पनि अर्की ल्याउन मन थोरै तँले छोडिस् भने कानुनले दिँदैन। यिनी छोराछोरीका मायाले मात्रै हो, नभएदेखि उहिले छोडेर हिँडिसक्थे यिनलाई। कस्ता कस्ता केटाले मन पराएर माग्न आएका थिए उ बेला, हाम्रा बाले नदिएर मात्रै यो इसी त पर्नु परेको। मलाई पनि कस्ता कस्ता केटी दिन आएको थियो नि। पहिलेको जमानामा मन पराउने चलन थिएन। बाबुआमाले जहाँ भने तिमीले गर्नुपर्छ, म फसाएँ। होइन बुढाबुढीको के को झगडा हो? ठुलो ठुलो स्वर सुन्दैछु त, के झगडा परेको हो? यो बारुले चाहिँ जहिले पनि यसो हाम्रो यसो डिस्कस बुढाबुढीको झगडा परालको आएको। तँ चाहिँ के आगा घिउ हाल्न आएको? यहाँमा त किचकिचे हुन् बा, तिमीले धन्न सहेर बसेको छु। कम सकेको छु त मैले, थाहा पाइस् नि तैँले। घरिघरि मलाई खाना दिन्छन्, त्यही भएर मैले यिनको सपोर्ट लिएको हो, नभए त कहाँ लिन्थेँ। बा त तल गयो त हौ आमे रिसाएर। जाउन् न त नि। तिमीले धन्न सहेर बसेकी रहेछौ, बाउबर किचकिचे छन्। बल्ल थाहा पाइस् कस्ता छन् भनेर बल्ल थाहा पाइस् बारुले। बा त अनि भन्केर गयो त हौ आमे। बा गएछन्, मलाई यसो तातो तातो छ भने केही खानेकुरा देऊ न। गए? गए। यहाँ हेर न, अघि मासु र भात नि यहाँ हेर है। मासु र भात पो? मासु र भात अघि दिएको, यस्तो ट्वाके झोल खान्न भनेर हेर, यति मिठो यति मजाले बनाएर। ए हो र, ल्याउ न त, म खान्छु त्यसो भए। खान्छस्? खाइहाल्छु नि। यी सन्केका खप्नु सन्केका छन् र ला बारुले खाइदेला। चोक्टा चाहिँ यसो अलिक थप न तिमीले। चोक्टा पनि छन्, हेर न यति मिठो गरी छ र यी छ। के तरकारी लिएर आइस्? के ल्याउनु? मासु। अरू तरकारी पाइएन, मासु ल्या कि? सबै अरू तरकारीका पसल जति सबै बन्द थिए, त्यही एउटा मासु पसल मात्रै खुल्ला थियो। अनि मासु लिएर आएँ नि मैले त। नखाना फिर्ता गर आइज। फिर्ता नगर्ने सर्थमा छ। तिम्रा बुढाले एकदम किचकिच गर्छन्। के गर्छौ? फिर्ता गर्छौ गर्दिनौ भनेर मलाई उहाँ बाचा गराएर मात्रै यो दिएको छ। फिर्ता गर्दैन अरे। फिर्ता गर्दा मान्दैन अरे? फिर्ता गर्न मान्दैन अरे। अर्कोचोटिदेखि त्यस कारण नल्याउनु। नल्याएर के हाल्नु? अन्तबाट ल्याउँदौ न कहिले, मैले नल्याए। त्यसो भए अब फिर्ता गर्दा मानेन भने त्यो दुधी पिसका दरले पकाएर झोल हाल्नु त्यसमा, 4-5 दिन पुर्या। 2 पिसमा झोल हालेर तिमीलाई 2 चोक्टा दिनु, अनि अर्को 3 चोक्टो थप भन्दा चाहिँ कसको चोक्टो ल्याएर थप्नु? होइन, त्यसैमा झोल हाल्नु मजाले, अनि सुप खानुपर्छ। यो खडेरीमा कहाँ त्यसरी खान सकिन्छ मासु दिनेपछि?